गुड मर्निङ साथीहरू। बिहानी शुभ बिहानीसँगै अब आजको घुमघाम स्टोनदेखि ब्राइटन उठ्न पर्यो, ब्रस गर्न पर्यो, मुख धुन पर्यो। अब रेडी हुँदै अब रेडी बसी तल चिया रोटी रेडी छ। सेतो चिया त खाँदिनँ, कालो चियासँग रोटी दन्काएँ। रोटी खाइसकेपछि बारीमा अलिकति सागहरू छर्केको थियो, तोरी आयो, हेर्न पर्यो है। ल तोरी चाहिँ बाक्लै भएछ, सर छ जे सर भयो। यति बसी खाना पुगिहाल्छ 2-4 छाक। यता अलिअलि लसुन लाएको थिएँ, गोडमेल गराएको छैन, यो गर्न बाँकी छ फुर्सदमा। यता रायोको बेर्न हालेको थिएँ, अलिअलि त्यस्तो धेरै थिएन अलिअलि। ल यता कपडा लाएर रेडी हुन पर्यो। जान भनेपछि यसो नक्कले हुनु पर्यो। दारी सारी त काटेर चाहिँ अलिक सेतै भयो के होइन, बुढेसकालले दारी केही हुँदैन है। ल अब रेडी भएपछि जाने तयारी गरियो। ल अब ढोका सोका यसो भित्र हेर्नु पऱ्यो, बाहिर उनीहरू निस्किसक्यो। अब म ढोका लाउनुतिर लागेँ, ढोका लाएर लाग्यो। ल बसमा लाइन लाएर टिकट काट्न थाल्यो। 2 तला बसमाथि चढियो। अब स्टोन हुँदै अब ब्राइटनतिर लाग्यो। भ्यू हेर्दै ल सन्तोष भाइ, कविता बहिनी र बाबु, हाम्रो 2 जना, बाबु र बुढी। ल म लाग्यौँ। अब हाम्रो यात्रा सुरु भयो यहाँबाट है। ल स्टोनदेखि ब्राइटन। अब बाँसका घरहरू, दायाँ बायाँ हरियालीहरू, सुक्या रुख जस्ता सुक्याइँदैन। अब पार पलाउनु लाग्दा रुखहरू छन् यहाँ। बिहानी मौसम, हल्का कुहिरो लागेको छ। नेपालको जस्तै याद आएको छ, पहाडको जस्तै कुहिरो सर देखेको छ। अगाडि यहाँका ब्रिटिस बुढाबुढीहरू छुट्टीको दिन शुक्रबार शनिबार आइतबार सोमबार नेपाली बेलभेटी सबै परेको भएर छुट्टी छ। बाटोमा मान्छे कुहिरो हेर्न कस्तो मजाले लाग्यो, तराईमा लाग्छ त्यस्तै मजाले लाग्यो, झर्र लाग्यो। 4 लेनको बाटो होला सायद। यी तोरीहरू त लटरमा तोरीहरू फुलेका, यो चाहिँ तोरीहरू चाहिँ सागहरू, तोरी त सबै तोरी पनि देखिन्छ। घर हेर्नु न, टम्मै तल हाइवेमा त्यति घरहरू नहुने। हाम्रो नेपाल आएर त टुकटुकको हाइवेमा घर चाहिँ नहुने। यता हाइवे 1 लाइन, बस्ती 1 लाइन कि सर एकनासका घरहरू। हामी आफ्नो गन्तव्यतिर दौडिरहेका छौँ। अहिले आएर त कति मजाको हरियै पनि। यता पहेँले झारहरू फुलेका, फुल होइन यो फेरि फुल, झारहरू नै फुलेर फुल जस्ता कस्तो राम्रो देखियो क्या, मनमोहक दृश्य भन्छ नि। त्यो साहित्यिक त आउँदैन, त्यही पनि यसो दिनु न। ल कति मजाको छ। अब एक दिन फुर्सद भयो भने डाँडातिर लाग्नु चाहिँ हाम्रो नहरहरू हुन्छ नि, जस्तै हामी सोह्रा जाँदाहरू राप्तीको त्यो खोलो बगेको हुन्छ नि। यहाँ पनि यस्तै छ। यहाँ चाहिँ तल मर्निङ वाक गर्ने बाटो हो, यहाँ गाडी हिँड्दैन। मर्निङ वाक गर्ने अलग्गै बाटो हुन्छ। अब यहाँ अब तपाईँ घुम्न आउने, आज छुट्टीको दिन, शनिबारको दिन थियो। अब यहाँ घुम्न आउनेहरू सर र बुढाबुढीहरू जति काम गरे नि हप्ताको 2 दिन शनिबार आइतबार छुट्टी लिँदैन। यो चाहिँ शुक्रबार शनिबार आइतबार सोमबार छुट्टी छ। रमाइलो गरेर निस्किए सर र मान्छेहरू। अब हामी हेर्नु बल्ल यहाँ आएछ तोरी, अनि त्यो झारै छ र तोरी कति मजाले फुल। ए नेपाल त कति याद हुन्छ नि। पहिले फर्किनेपछि हेर्नु, भेडा बाख्राहरू चलिरहेका छन्, घोडाहरू गाईहरू चर्छन्। यहाँ पुरै घाँसे मैदान कि सबै यिनीहरू फार्महरू हो। अब यो बाटो 4 लेनमा सर हिँडेका छौँ हामी 2 तला माथि, अनि म पछाडि थिएँ। अब अगाडि खाली बस्यो, अगाडि आएर अब भिडियो बनाउँदै हिँड्छु। के गर्नु त फुर्सद त्यस्तै छ होइन। सर र बाटोको दायाँ बायाँ भ्यूहरू बनाउँदै हिँडिरहेको छु। रमाइलो भएको छ। छोरो मोबाइल नहेर न, यसो बाहिर भ्यू हेर न भन्दा नि मोरै मान्दैन। छोरो नभने बाबुले त हेर्न पर्यो दायाँ बायाँ, के गर्नु, यस्तै छ जिन्दगी। दिनभरि काममा गयो, कहिलेकाहीँ छुट्टीमा रमाइलो गर्नै पर्यो। अन्त त्यहाँ त डिप्रेसन भएर मरिन्छ। आऊ काम खाऊ पकाऊ गर्दा गर्दा वाक्क भएको हुन्छ नि त कहिलेकाहीँ। तर यसरी कहिलेकाहीँ माइन्ड फ्रेस गरेन भने विदेशमा मान्छेलाई गाह्रो छ। ल यहाँ अलिकति ट्राफिक कटियो, कटेर गएपछि अब हामी जाँदैछौँ। अब हाम्रो गन्तव्य यहाँबाट सुरु भयो। सर बाटो, सर दायाँ बायाँ घर हेर्नुहोस् है। गएपछि पर समुद्र सुरु भयो। समुद्र देखियो तर हामी बसेको होइन समुद्र, तर त्यो टाउन त्यो उसबाट पनि चोकबाट चाहिँ समुद्र देखिँदैन। यहाँबाट समुद्र सुरु भयो। ब्राइटन भेट्न ला नि त बाटो एकतिर, सर र समुद्र हेर्दै। अब हेर कति राम्रो कि यता डाँडा काँडाहरू हेर्नु। यहाँ प्लेन आयो, प्लेन तर यो प्लेन मैले खिचे होइन कि अहिले आफै मैले भिडियो बनाउँदा गरेर आएको यो आइसक्यो होला कमल। यहाँ प्लेन चाहिँ वास्तविक प्लेन चाहिँ होइन यो। ल हामी सर र बाटो अब ब्राइटन, तर यो प्लेन नि कस्तो राम्रो देखियो। ल
ब्राइटनतिर आइयो घरहरू उता बस्तीहरू एक साइड छ यता समुद्र छ तल एरियाहरू हुन्छ अब समर लागेको छ अब अलिअलि घाम हुने बित्तिकै मान्छे निस्किन्छ जाडोभरि ननिस्के पनि गर्मीमा त मान्छे त कति बेड हुन्छ अब सर र समुद्र निलो हेर्दै गयो पर पियर्स भन्छ कि त्यसलाई त्यहाँ चाहिँ रमाइलो गर्ने कार्यक्रमहरू सबै हुन्छ त्यहाँ खेल्ने कुराहरूदेखि लिएर सबै रेस्टुरेन्टहरू सबै एकछिन गाडी जाममा भयो अब बस स्टेसन आउनु बेला भएको छ ल झरियो छोरोले ज्याकेट खोलेर टाउकोमा राख्यो बुढीले हातमा हामी लाग्यो ल भाइहरू त बहिनीहरू त सबैजना एकैचोटि भयो अब अगाडि अब तल झर्नु पऱ्यो समुद्रमा ल जाउँ है त ल समुद्र त पुरै गिट्टी जम्मै डोजरले मिलाएर कि अब समरमा टुरिस्टहरू आउँछ नि त त्यो डिस्टर्ब नहोस् भनेर डोजरले सर मिलाइदिएको कि बस्नलाई यहाँ घाम तापेर बस्छ नि त पुरै यहाँ त नाङ्गे भुङ्गै बसिदिन्छ नि विदेशमा लाज शरम त्यस्तै हो सुरुमा हामीलाई हो भनिन्थ्यो लाज मानिन्थ्यो अहिले जुन जोगी आयो नि काने चिरेका हुन्छ जस्तो हेर्दै भयो हेर्नु मतलबै नगर्ने के हेर्ने हो कति दिन हेर्ने ल छोराहरू खेल्न ला हाम्रो बाबुले भाइलाई टोपी लगाइदिनु ला मरे मान्दैन उसले पनि जान्दैन बाबा लगाइदिनु न टोपी भन्दै भाइ माथि आयो ल बाबु पानी आयो माथि आयो हेर्नु न समुद्रको छाल कस्तो रमिलो कस्तो कडा आउँछ कि बिस्तारै खेलिदिने भाइले अब टोपी लगाइदिनु हुन्छ बाबुलाई ल हामी टोपीभित्र गइयो 1 पाउन्डमा टिकट बाबुको टिकट लाग्दैन हामी दुइटाको चाहिँ 1 पाउन्ड लाग्यो टिकट काटियो लाग्यो हाम्रो पनि मजा आउँछ समुद्र हेर्न माथिबाट घर बसेँ कम्प्युटर मोबाइल हेरेर हैरान गराएर यस्तै घुमाउन ल्याएन पागल गराउँछ बाबुले जति हेर बिहान स्कुल 15 दिन छुट्टी छ बिहान उठ्यो बेलुकासम्म कन्टिन्यू मोबाइलको वाक्क लाएर बेलुकासँग जाँदा काम जति पनि लैजाउँ भयो अनि लैयो यहाँबाट बच्चाहरूको क्यासिनो भनौँ त ठुलो पैसाको नै पैसा नै 1 पैसा 2 पैसा 5 पैसा 10 पैसाको क्या यो गाडी खेल्यो यसलाई त यस्तो गाडी भएपछि के चाहियो र म फर्स्ट हुने अन्त कुदा अझ स्पिड दाब्छ एक्सिलेटरले दाबेर चलाउन मिल्ने गियर सेयर हान्न मिल्ने रहेछ उसलाई के चाहियो ल ल ल ल ल छोरो ल मोडो ल अब लास्टमा फर्स्ट हुन्छ कि यस बाबा तपाईँले बरु सक्नु मैले सकेको थिएन उसले उहाँ सक्यो अन्त भाइ खुसी हुन्छ के गर्नु यस्तै छ